के भयो पादो त भाइ साथी मेरो त पेट कटक्क खायो यार गुवाउला जस्तो भयो म यसो झ्याक्सी हेरेर हगेर आउँछु ल। ए रुक 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 यता त दिशा पिसाब गर्नु मिल्दैन नि यो त दिशा पिसाब मुक्त क्षेत्र हो नि। यहाँ मान्छेको ट्याङ्की लिकेज भएर सुरुवाल बिग्रेला जस्तो भइसक्यो। नाइस साह्रै नै आपत परेको होइन उ त्यहाँ पर सार्वजनिक टोयलेट छ त्यहाँ गएर आइज म तँलाई यहीँ पर्खिँदै गर्छु। म सार्वजनिक टोयलेट जान भ्याउँदिनँ आफूलाई कस्तो आपत परिसक्यो म यही झ्याक्सीमा गएर आउँछु। हुँदैन त्यहाँ गफ होइन मुलालाई हग्नु पनि कत्रो टाइम लगाएको कति बजिसक्यो टाइम पनि कत्रो भइसक्यो। ए दाइ कति बज्दैछ? भाइ बजिरहेछ मजाले बजिरहेछ पाक 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 गर्दै बजिरहेछ मजाले। होइन यो पाङ्ग्राले कस्तो खाले घडी लगाएको छ कति बज्यो भनेर सोद्धा कान नगरी लान्छ। ए दाइ कति बज्यो भनेको? ए भाइ अलिक बुझ्ने गरी भन न अनि अघि तिमीले त भनेको न घडीमा कति बज्दैछ भनेर त्यही भएर सुनेर भनेको नि त्यत्तिकै रिसाउँछ भाइ पनि। ए दाइ ल्याङ नगरौ न मेरो बस सुट्न आँटिसक्यो तपाईँको हातमा घडी देखेर पो मैले सोधेको त। ओके ए भाइ हिजो कति बजेको थियो अहिले पनि त्यति नै बजिरहेछ। ए दाइ मसँग मजाक नगरौ न तपाईँको नाम के हो? के थाहा? ए दाइ मलाई पागल नबनाउनु न तपाईँको नाम चाहिँ के हो? के थाहा? ए दाइ खालि तपाईँ के थाहा भन्नुहुन्छ तपाईँको बुद्धि कहाँ गयो? ए मेरो बुद्धि टोयलेट गएको छ। ए दाइ मजाक नगरौ न बुद्धि पनि टोयलेट जान्छ र? बुद्धि पनि आइपुग्यो यसको नाम बुद्धि हो नि त।